त्यसो भएको कारणले गर्दाखेरि हुन त मेचीदेखि महाकाली लिङ्पिया धुरासम्मै नेपाल हो। हिमालदेखि तल तपाईँको चाहिँ भारतको बोर्डर दक्षिणसम्म हाम्रो नेपाल हो। जहाँको माटो पनि मेरो आफ्नो माटो हो। तर खोटाङको माटो चाहिँ होइन, म यहीँ जन्मेको भएको कारणले अझै धेरै नजिकको माटो जस्तो मलाई लाग्छ। यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। यति धेरै सम्मान गरेर यहाँहरू उपस्थित भइदिनु भएको छ, सम्मान देखाउनु भएको छ। हृदयदेखि यहाँहरूलाई पनि हार्दिक सम्मान गर्न चाहन्छु। एउटा गीतबाट सुरु गरौँ ल। सबैजनाले गाउनु है। बस्ने युवाहरूले पनि गाउनुपर्छ। बसेर बल लाउँदैन भने उभिएर गाउनु है। तर बसेर पनि गाउन सकिन्छ होइन। सबैले गाउने हो। मैले जे गाउँछु जस्तो गाउँछु मलाई सुनेर मैले गाइसकेपछि तपाईँले पनि गाउने त्यसरी नै हुन्छ। मतलाट दिनभरि काम गर्ने तिनका बाछा दिनभरि गफ गर्ने साँच्चै नै आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी काम गर्ने मान्छे फरक छौं। गफ गर्ने मान्छेहरूले बेची खान लागेको देश बचाउनका लागि गफ गरेर देश बिगारेका मान्छेहरू छन्। यहाँनिर गफ गर्नेहरूले बिगारेको देश बनाउनका लागि अब हामी तपाईँ जस्ता लाटा सोझा सिधा नेपालीहरू जाग्नुपर्छ भन्ने आवाज लिएर आज हामी यहाँ आएका छौँ। तपाईँहरू जाग्न तयार हुनुहुन्छ हो? म विश्वास गर्छु, किनभने अब आज तपाईँ जाग्न नचाहने हो भने यहाँ आएर यो चौरीमा तपाईँ यसरी बसिरहनु हुन्न थियो। तपाईँको काम छ, मलाई थाहा छ। म यही खोटाङको एउटा गाउँमा, चोखाने गाउँमा जन्मेर हुर्केको मान्छे, मलाई सबै थाहा छ। किसानलाई यति धेरै धावा हुन्छ, बिउ छर्नु पर्ने, बिउ तपाईँको चाहिँ नि गोड्नु पर्ने, बिउ तपाईँको चाहिँ सार्नु पर्ने, खन्नु पर्ने, जोत्नु पर्ने, गोड्नु पर्ने, फेरि उठाउनु पर्ने, कहिले पनि काम सकिँदैन होइन। चौपायालाई घाँस तपाईँको काट्न जानु पर्यो, चौपाया चराउनु पर्यो, कामै काम। ती सम्पूर्ण कामलाई एक दिनका लागि तपाईँले थाँती राखेर यो श्रम संस्कृति भनेको के रहेछ त हेर्न जाउँ न त, बुझ्न जाउँ भनेर यहाँ आउनु भएको छ। यहाँहरू सबैजनालाई म हार्दिक सलाम गर्न चाहन्छु। यो गीतले भने जस्तो आदरणीय दाजुभाइ दिदीबहिनीहरू, गफ गरेर बिग्रेको देश, गफ गर्नेले बेची खान लागेको देश, बिगारेको देश बनाउनका लागि अब तपाईँ हामी जस्तो लाटा मान्छे जाग्ने हो। तपाईँ जस्तो, म जस्तो, तपाईँ हामी जस्ता लाटा मान्छे अब यो देशमा तपाईँको छ नि अघि बढ्नुपर्छ। अब तपाईँ हामी जस्ता सोझा सिधा मान्छेहरूले देश चलाउनु पर्छ कि पर्दैन है? चौखो चण्डाल मान्छेहरू, ठाउँका ठाउँ मान्छेलाई ढाँट्ने है, करोडौं रुपियाँ तपाईँको भ्रष्टाचार गर्ने, मान्छेलाई ठग्ने, दुनियाँलाई बिल्लीबाग बनाएर तपाईँको आफ्नो चुनाव सजाउने र विदेशतिर तपाईँको बसाइ सर्ने मान्छेहरू यो देशलाई बेच्नुपर्छ भन्ने मान्छेहरूले होइन। अब तपाईँ हामी जस्तो चौपाया चराउने किसानले हेलो पुग्दैन होला के छैन, प्राविधिक मिस्टेक भएको छ। सुन्नुहुन्छ यतिको बोल्दा? सुनेन भने भरे तपाईँको त्यो मिडियामा आएको कुरा भरे मोबाइलमा सुन्नु होला है। आउँछ होला यो लाइन काट्दै गयो कि के हो?
अलि हाँसिदिउँ न, ऊर्जा मन्त्रीले हाँसिदिउँ, अलिक हाँसिदिउँ। हाम्रो कुलमानजीलाई अलि हाँसिदिउँ। नाच चाहिँदा काम डरले कुरकुर यसरी आएछ है। केही छैन, सुन्नु होला सबैजनाले है। हामी जहाँ जहाँ जान्छौँ लाइन काटिन्छ र डर आउँछ साथीहरू। के गर्ने, तर हामी डराउँछौँ हामी डराउँदैनौँ। हो, देश गफ गर्नेले बिगारेको देश तपाईँ हामी जस्ता किसानले बनाउनु पर्छ। अब तपाईँ तयार हो? तपाईँ हामी जस्ता मजदुरले बनाउनु पर्छ। अब तयार हो? तपाईँ हामी जस्ता श्रमिकले बनाउनु पर्छ। अब तयार हो हामी? यदि त्यसो हो भनेदेखि तपाईँको छैन, अब हाम्रो सरकार बन्छ यो देशमा। यो देशको इतिहासमा पहिलोचोटि किसानको सरकार बन्दैछ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, ताली बजाउनुहोला सबैले। पहिलोचोटि यो देशमा गोठालाको खेतालाको सरकार बन्दैछ। ताली बजाउनुपर्छ। मजदुर दुखी गरिबको सोझा निमुखाको सरकार पहिलोचोटि नेपालको इतिहासमा बनाउँदैछन्। श्रम संस्कृतिले त्यो सरकार तपाईँको सरकार हो। ताली बजाउनुपर्छ सबैजनाले। सिक्वेन्स मिल्दै गर्छ। त्यहाँ नसुइदिनु ल। हामी जोसिन्छौँ, तपाईँहरू चुप लागेर बस्नुहोस् है। हामी चाहिँ जोडले जोसिनुपर्छ। यहाँ भरे नाच्नुपर्छ। नाच्ने हो एकछिनमा हो। जनताको गीत गाएर नाच्छौँ हामी। तपाईँ हामी जस्ता मान्छेले अब देश चलाउनु पर्छ। यहाँहरू सबैजनालाई बधाई दिन चाहन्छु, अग्रिम बधाई दिन चाहन्छु। यो चुनावमा हामी जितिसकेका छौँ। यो जित कसको? तपाईँहरूको। यो जित कसको? नेपाली जनताको। भनिदिनु न, यो जित कसको हो? अब हामीले जित्नेछौँ। सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। आजको कुरा धेरै कुराहरू मैले राख्न चाहेको छु, तर साउन्ड सिस्टम झ्याप्प गइरहेको छ। खोइ किन हो, लाइन पनि छैन भन्ने आउँछ। यतापट्टि हाम्रो सानो एउटा जेनेरेटर रहेछ है। हो, यस्तै कुराहरू हाम्रै देशमा बनाउनु पर्छ भनेर श्रम संस्कृति आएको हो क्या। अब हामी इन्डियाबाट लिएर जेनेरेटर चलाउँदैनौँ। अब हामी आफै बनाउँछौँ कि बनाउँदैनौँ? हो, एउटा तपाईँहरू त्यहाँनिर छोडिदिनु। एउटा प्रश्नबाट सुरु गरौँ। आजको कुरा हुन्छ। प्राकृतिक रूपमा स्वर्ग जस्तो देश होइन है। त्यहाँ माथि टेम्के, त्यो टेम्के भन्दा मास्तिर अझै हिमाल है, पहाड, तराई, वन जंगल, नदी नाला, ताल तलैया, खनिज सब थोक भएको देश। प्राकृतिक रूपमा स्वर्ग जस्तो देश छ कि छैन हाम्रो? यो स्वर्ग जस्तो देश, प्राकृतिक रूपमा यति धनी देश, आज आर्थिक रूपमा हामी गरिब किन भयौं? एउटा प्रश्न गर्न चाहन्छु, कसैले मलाई उत्तर दिनु त। के भएर हो? नेता ठिक नभएर हो? देश बनाउने मान्छे ठिक नभएर भन्नु हो, नेता ठिक नभएर भन्ने कुरा आयो। अब स्वर्ग जस्तो देश गरिब किन भयो भन्दा नेता ठिक भएन भनेर आयो होइन र?